नमस्कार साथीहरू। के मान्छे जब गरेर धनी बन्न सक्दैनन्? जब गरेर पैसा आर्जन गरेर र सही प्लानिङ गरेर फाइनान्सियल प्लानिङ गरेर के ऊ धनवान बन्न सक्दैन र? बन्न सक्छ। हेर्नुहोस्, धेरै मान्छेहरू छन् जो जब गरेर पनि कुनै कम्पनीकोमा टप पोस्टमा पुगेर राम्रो आम्दानी आर्जन गरेर आफ्नो फाइनान्सियल पोजिसन स्ट्रङ बनाएको छ। जस्तै हाम्रै नेपालमा हेर्नुपर्ने हो भने अहिले हामी हेर्न सक्छौँ अनिल केसरी, अनिल शाह जुन हुनुहुन्छ नि नोबेल ब्याङ्कको सिइओ, योभन्दा पहिला हुनुहुन्थ्यो। उहाँ आफूले यति डेभलप गर्नुभयो कि उहाँले नोबेल ब्याङ्कको सिइओ बन्नुभएको थियो र अन्य पनि ब्याङ्कको सिइओ बन्नुभएको थियो। उहाँले त्यो सिइओ बनेर पनि करोडौँ आम्दानी आर्जन गर्नुभएको थियो। त्यही भएर हाम्रो समाजमा आजकल युट्युबको कन्टेस्टमा हेर्ने हो भने मान्छेहरू मात्र प्रमोट के गर्छन् भने जबसम्म हामी बिजनेस गर्दैनौँ तबसम्म हामी सम्पन्न हुन सक्दैनौँ, पैसावाला हुन सक्दैनौँ, धनवान हुन सक्दैनौँ। यो एकदमै गलत कुरो हो। हाम्रो नेपालमा हेर्नुहोस्, अनिल शाहलाई हेर्नुहोस्, अहिले मनोज गेवालीलाई हेर्नुहोस् जसले फेरि नोबेल ब्याङ्कको सिइओ बन्नुभएको छ। अनि हाम्रो नेपालमा भनेको धेरै ब्याङ्कर छन्, सबै ब्याङ्कमा टप पोस्टमा सिइओ छन् नि त। उनीहरूले पनि करोडौँ आम्दानी गरेर आफ्नो सही तरिकाले फाइनेन्सियल प्लानिङ गरेर उहाँहरू पनि एकदम धनी बन्नुभएको छ। त्यही भएर जुन हाम्रो माइन्डमा एउटा हुन्छ नि मिसकन्सेप्सन जुन आजकलको मान्छेहरू बनाइदिएको छन् के भने बिना बिजनेसको कोही पनि धनवान बन्न सक्दैन, त्यो बिल्कुलै गलत कुरो हो। हामी अझ पनि इन्टरनेसनल वाइड हेर्ने हो भने अब हाम्रो गुगलको सिइओ हेर्नु सुन्दर पिचाई इन्डियाको हुन्, उनीहरू पनि करोडौँ डलर पैसा कमाइराखेको छ। धेरै ठुलो कम्पनीको सिइओ पोस्टमा टप लेभलको पोस्टमा छन् जो करोड रुपियाँ आम्दानी आर्जन गरेर आफूले धनवानको रूपमा पनि प्रुभ गरेको छन्। त्यही भएर जरुर नै छैन कि बिजनेस नै गर्नुपर्छ। कुनै आफूलाई एउटा स्किलमा जानुहोस्, स्किल डेभलप गर्नुहोस्, निरन्तर बढ्नुहोस्। त्यही स्किलले तपाईँलाई पैसावाला बनाउनेछ, धनवान बनाउनेछ, होइन? र त्यो जति पनि आर्जन गरिराख्नुपर्छ त्यो पैसालाई सही फाइनेन्सियल प्लानिङ गरेर यदि गर्नुभयो भने तपाईँले पक्का धनिक बन्नुहुन्छ, होइन? त्यही भएर सबभन्दा ठुलो कुरा भनेको फाइनेन्सियल प्लानिङ हो, होइन? पैसा कमाउनुपर्छ, त्यसपछि बचाउनुपर्छ, त्यसपछि मात्र खर्च गर्नुपर्छ। यो यदि सिद्धान्त अपनाउनु भयो भने तपाईँ पक्कै एक दिन धनवान बन्नुहुन्छ। जरुरी छैन कि बिजनेस नै गर्नुपर्छ, होइन? फाइनेन्सियल प्लानिङ सही हुनुपर्छ। यदि फाइनेन्सियल प्लानिङ सही बनाएर अनि सही तरिकाले डिसिप्लिन भएर मेन्टेन गर्नुभयो भने तपाईँ पक्का एक दिन धनी मान्छे बन्नुहुन्छ, त्यसमा नो डाउट।